हेलो गाइस, सेवा सेवना सबैलाई आज फाइनली म यहाँ बलिउडको जङ्गलमा आइपुगेको छु। अनि यतापट्टि बाँदर पनि छ, पछाडिपट्टि अनि अगाडिपट्टि एकजना म चाहिँ माछा लिएर। बेङ्गलोरको ठाउँ चाहिँ यस्तो पनि हुँदो रहेछ। हेर्नु न, गाछहरू, तामुल गाछहरू पनि देख्दाखेरि चाहिँ एकदमै अचम्मै लाग्ने खालको नि त। अहिले चाहिँ फिलहाल म चाहिँ ड्युटी गइरहेको अवस्था। अनि ड्युटी जाँदा चाहिँ यसरी यो त सर्टकट हो, रोड भित्रपट्टिको गएको। अनि यसमाबाट चाहिँ सर्ट हुन्छ, 5 मिनटमा पुग्छ। अनि जति रोडबाट जानु पर्यो भने चाहिँ तपाईँको म्याक्सिमम् 20 मिनट समथिङ, त्यस्तै 25 मिनट। अनि अटो बसमा पनि सक्छ जानु, तर मलाई त्योभन्दा पनि रमाइलो चाहिँ यसरी के भन्छ यसरी हिँड्दाखेरि आफूलाई एक्सर्साइज पनि हुने अनि हेल्थको पनि लागि राम्रो जस्तो लाग्छ अब मलाई चाहिँ। अनि त्यही भएर गाइस, यो सबै हेर्नुहोस् त कम्पनीलाई नै हो। अनि यो सबै कम्पनी लाइन नै हो। अनि पछाडिपट्टि कुकुरहरू पनि भुक्दैछ। ठिकै छ गाइस, यति नै थियो। म चाहिँ ड्युटी जाँदैछु। अहिले मर्निङको 6:30 भयो। के पो भन्यो, भरेतिर भेटौँ होला। हस् त गाइस, थ्याङ्क यू।